जाडो सुरु भएसँगै धेरैलाई हुने समस्या घाँटी दुख्ने, चिलाउने र बोल्दा नै दुख्ने समस्या। तर चिन्ता लिनु पर्दैन। आजको भिडियोमा हामी घरमै सजिलै गर्न सकिने 10 प्रभावकारी घरेलु उपचारबारे कुरा गर्दैछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोस्, कुनै पनि उपचार छुटाउन नदिनुहोला। नम्बर 1, नुन गुनगुना पानीले कुल्ला। 1 ग्लास गुनगुना पानीमा आधा चमच नुन मिसाएर दिनमा 2-3 पटक कुल्ला गर्दा घाँटीको सुजन घट्छ, ब्याक्टेरिया नष्ट हुन्छ र दुखाइ कम हुन्छ। नम्बर 2, अदुवा चिया। अदुवामा रहेको जिन्जरल तत्त्वले इन्फ्लामेसन घटाउने, घाँटी तताउने र दुखाइ कम गर्ने काम गर्छ। अदुवा, बेसार र मह मिसाएर बनाएको चिया निकै प्रभावकारी हुन्छ। नम्बर 3, मह र निम्बु, प्राकृतिक एन्टिबायोटिक। 1 चमच महमा केही थोपा निम्बु मिसाएर खाँदा घाँटीमा रहेको इन्फेक्सन कम, खोकीमा राहत र आवाज पनि सफा हुन्छ। नम्बर 4, बेसार पानी। गुनगुना पानीमा आधा चमच बेसार मिसाएर पिएर या कुल्ला गरे पनि घाँटीको सुजन र संक्रमण कम हुन्छ। नम्बर 5, तातो भाप। तातेको पानीको भाप 5 देखि 7 मिनेट लिनुहोस्। भापले घाँटी खुलाउने, कफ पगाल्ने र दुखाइ घटाउने काम गर्छ। नम्बर 6, तुलसी पत्तीको काढा। तुलसीमा प्राकृतिक एन्टिसेप्टिक हुन्छ। तुलसी, अदुवा, दालचिनी मिसाएको काढाले गला सफा, दुखाइ कम र रोग प्रतिरोधक क्षमता बढाउँछ। नम्बर 7, तातो सुप वा झोल खाना। चिकन सुप, भेजिटेबल झोल, दालको झोल आदि खाँदा घाँटी नरम हुन्छ, एनर्जी मिल्छ र इन्फेक्सनसँग लड्न मद्दत गर्छ। नम्बर 8, प्रशस्त पानी पिउनु। जति धेरै पानी, झोलयुक्त पदार्थ पिउनुहुन्छ, गला सुक्खा हुँदैन, दुखाइ कम हुन्छ र शरीरले ब्याक्टेरिया छिटो बाहिर निकाल्छ। नम्बर 9, अत्यधिक चिसो ठोस खाना नखाने। बरफ, चिसो पानी, चिसो पेय, तलेको भुटेको, धेरै मसालेदार खाना घाँटीलाई अझै बढी जलन गराउँछ। जाडोमा यीबाट टाढा रहनु उत्तम। नम्बर 10, आवाजलाई आराम दिनु। घाँटी दुख्दा धेरै बोल्नु, चिच्याउनु, चाँडो बोल्नुले गला झनै बिगार्छ। 6 देखि 8 घण्टा आवाजलाई आराम दिनुहोस्। यदि तपाईलाई पनि जाडोमा घाँटी दुख्ने समस्या हुन्छ भने यी घरेलु उपायहरू घरमै अपनाएर तुरुन्त राहत पाउन सक्नुहुन्छ। भिडियो मन पर्यो भने लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनुहोला। यति उपयोगी स्वास्थ्य जानकारीका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।